मकै उखेल केटा लामो झार यो बारीमा पलाएर थेप्पियो पलाएको मकै हेर त आम्मा यस्ता मकै यो बाक्लो के राखेको अलि राम्रोसँग उखाले लामो के उखालेको त्यो यसरी गरेर काम यो त ठिकै छ यो खेल्नुपर्छ के गर्छौ आएन म्या यो बोको यार च्यालेन्जिङ छ त मलाई त यो उखालमा लामो कति गरौँ उखाल नै यत्रो मकै उखेल्न सकिन तँ उखालेर देखा नि त लु त उखाल बिहान बेलुका मासु भात त जहिले मासु भात खर्काउ त तँलाई पकाएर दिया थिइस् नि खाएँ उखाल्न यत्रो मकै सकेन उखेल्न उखाल्न भन्दैछु रातभरि केटीसँग फेरि नराम्रो हुन्छ है भर्खरै उखाल मकै बोल पावर त रातभरि केटीसँग बोलेर कता कता फालिरहेछ कि क्या हो मकै उखाल्न आएको फेरि यहाँनिर नराम्रो होला नि मकै उखाल अब यस्तो मकै उखेल्न सक्दैन फेरि होइन फोनमा हलो 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 खुस रातभरि भन्दैछु है फोन त अन्तै गयो क्या राम्रो फेरि बाङ्गो हुनु पर्ला नि यति फोन नसकेको उखालेर देखा नि त फेरि एउटा मलाई भन्दैछु है भाइ फेरि नराम्रो हुनु पर्ला नि मेरो भाइ के रहेछ उठ बाबु उठ हुँदो रहेछ त देखिरहेछु उखेलेको हामीलाई के होइन नि के होइन के होइन नि मजाक गर्छ के होइन यस्तो त भइहाल्छ नि ल यस्तै हो अब अहिले काममा यस्तो मलाई टेरिन्छ काम गर ऊ त्यो मकै हेर त ऊ त्यो लु त्यो उखालेर देखा त अब त्यत्रो मासु भात खाएको सक्दैन कहाँको मुखेर बोकेर आइदिने अल्छिरहेको भनेर ढाएको मैले हानेको नि त अनि यो मकै उखेल्न बोलाएर भाग्छ त गुरु